पार्लियामेन्टमा पूर्व प्रधानमन्त्रीको हैसियतमा छु। बडो बबुरो अप्ठ्यारो लाग्छ त्यहाँ बसेर यसो पछाडि फर्केर हेर्दा यस्ता दिन पनि देख्न पर्यो। यी नेताहरूलाई तुरुन्तै रूपान्तर के अरे नहटाउने हो भने यो पार्टी अब बन्दैन। जसले यत्रो इतिहास बनाएको छ त्यसलाई अपमान गरेर तपाईँ गरेर खानुहुन्छ। मैले हिजो मात्रै लुम्बिनी भने आफ्नै बाआमालाई डोका हालेर भिरबाट लडाउँछु भनेर लिएर हिँड्ने छोरो बुढो भएपछि झन् माया गर्लान्। मिठो मसिनो तातो खुवाउलान् भन्दा त डोको बोकेर भिरबाट खसाउन हिँड्ने नाचबाद हो त यो भने हो मैले। त्यस्तो हुँदैन। अझ म ती साथीहरूले भन्दा हैरान हुन्छु मेरो फेरि ठुलो विरोध गर्यो भन्ने नठान्नु होला। जसलाई मैले सबभन्दा बढी माया गरेर प्रमोट गर्न खोज्छु तिनैको बोसो बढी लागेको देखेर मलाई के हो यो भन्ने त हुन्छ। तर तपाईहरु केमा ढुक्क हुनुहोस् भने युवा 50% ल्याउनु पर्छ भन्ने नेतृत्व यही हो। ल्याइन्छ हेर्नु होला। र देशमा अहिले म पार्लियामेन्टमा पूर्व प्रधानमन्त्रीको हैसियतमा छु। बडो बबुरो अप्ठ्यारो लाग्छ त्यहाँ बसेर यसो पछाडि फर्केर हेर्दा यस्ता दिन पनि देख्न पर्यो भन्ने हुन्छ। सरकार भर्खरै बनेर केही काम हुन थिए। सुकुम्बासी विद्यार्थी ट्रेड युनियन सिमाना भएपछि मैले एकचोटि मात्रै पार्लियामेन्टमा बोलेँ। तपाईहरुले सुन्नु भएको छ। अब बोल्दैछु। अब धेरै सामग्री तयार भएको छ। यो सरकार सुशासन र विकासको निम्ति होइन। यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार तपाईँ हामी सबै एकचोटि फेरि जुर्मुराउनु पर्ने अवस्था आइलागेको छ। त्यो जुर्मुराउनको लागि मैले अहिले भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग सङ्घर्ष विचार र रणनीतिलाई बेवास्ता गर्यौं र कार्यनीति दिनदिनैकोमा रमायौं र हामी बिग्र्यौं। अब त्यसको मुख्य जिम्मेवारी मैले त भनेछु मैले लिनुपर्छ। फेरि अरूलाई भनेर नि सुख पाइँदैन। किन 3 चोटि प्रधानमन्त्री त मै भइसकेको छु। अरूलाई त के भन्ने त। त्यसो भएर कोही ठाउँ म हैरान भएर मलाई लौ न छिटो हटाइदिनुहोस् न सबै मिलेर पनि भन्न आउँछ कोही बेला। फेरि त्यसको अर्थ म पलायन हुन खोज्यो भनेर नि नठान्नु होला। पलायन हुन खोजेर भनेको होइन। कहिलेकाहीँ भन्न मन लाग्छ कि त मलाई सच्याइदिनु पर्यो कि त मलाई हटाइदिनु पर्यो। हटाउन पनि नसक्ने सच्याउन पनि नसक्ने अनि भित्रभित्र खुसु गरिरह। यसले केही काम हुँदैन। त्यहाँ सिधा कुरा गरौँ। गल्ती त्यही भएको छ। रणनीतिमा भएको छ। वर्ग सङ्घर्षमा छ। वर्ग छोडिया छ। म चाहिँ अब महाधिवेशनसम्म जाँदा तपाईहरुसँग छलफल गरेर बहस गरेर हामी सबै मिलेर ठुलो कमजोरी सच्याएर वर्ग सङ्घर्षद्वारा ठिक गर्न पर्छ। हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊ। युवाहरूलाई ल्याऊ। नयाँ नेतृत्वको टिम बनाऊ।